यति एक हात रोप्नु भन्थ्यो। हेलो साथीहरु, वेलकम ब्याक टु माई 7th ब्लग। अहिले चाहिँ म बाख्राको खोरको छेउमा छु एन्ड म चाहिँ खोर्सानी रोप्न आएको। नेपाली खोर्सानी है साथीहरु, भोलिपछि खानु। कोही न आँटेको खोर्सानीको बिउ। बाकुलो रोप्नु बाउ, बाकुलो रोप्नु। कहिले खोर्सानी रोपेको छैन नि त साथीहरु, सो त्यही भएर खाना भएको हो। यहाँ चाहिँ डडाको मल छ साथीहरु। के गर्नु साथीहरु, यस्तै छ। एउटा घाँसको सेउलामा फोन ओढायो अनि यसरी खोर्सानी रोप्यो, भ्लग बनायो। मम्मी ये देखो लगता है कितना प्यारा है। मेरो लुगा मैला भयो, लड्यो बाउ। यति एक हात रोप्नु भन्थ्यो। मेरो फाइनल रिजल्ट चाहिँ यस्तो भएको छ। मलमा फलेको साग फर्सी। फाइनल मैले खोर्सानी चाहिँ रोपिसक्यो। अन्त अब फेरि किङ चिल्ली, डल्ले खोर्सानी, डुप्पा खोर्सानीहरू धेरै रोप्नुपर्ने छ। सो त्यसको पनि म भिडियो ल्याउनेछु साथीहरु। टिल देन सी यू, टेक केयर।